श्री स्वस्थानी व्रत कथामा आधारित रेडियो नाटक श्री स्वस्थानी महिमा। यम ब्रह्मा वरुणेन्द्र रुद्र मरुतः स्तुन्वन्ति दिव्यैस्तवै वेदैर्सङ्गपदक्रमोपनिषदैर् गायन्ति यं सामगा ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुसुरासुरगणा देवाय तस्मै प्रविलसन् मुक्ताम्बले शोभिता। हे अगस्त्य मुनि, अब आज मबाट के सेवा गर्ने मौका प्रदान गर्न आयो भन। हे कुमार, यो संसार पद्मकल्पमा जलमग्न देखि श्री महादेवले भुवन, पाताल, पर्वत, द्वीप, समुद्र आदि जे छन् त्यहाँ त्यहाँ विभिन्न नायकहरूलाई कामको जिम्मा लगाई पठाउनु भएको कुरा सुने। अर्को महत्वपूर्ण कुरा श्री स्वस्थानी परमेश्वरीको पूजा विधि, व्रत विधि आदि विषयमा पनि सुने। हे कुमार, हजुरको वचन रूपी अमृत मेरो कानले जति पान गरे पनि अघाउँदैन। हुन्छ, म सुनाउँछु, के सुन्ने इच्छा छ? हे कुमार, सती देवी कसरी श्री महादेव की स्त्री भइन्, कसरी तिनको मृत्यु भयो, के उत्पात भयो, त्यो आज्ञा भए यो कान, यो मन, यो शरीर अझ पवित्र हुने थियो प्रभु। हे अगस्त्य मुनि, सुन। अष्ट प्रजापति मध्ये जेठा दक्ष प्रजापतिकी वीरनी नाम गरेकी स्त्रीबाट अत्यन्त राम्री छोरी जन्मी। तिनी खूब राम्री थिइन्, सूर्यको जस्तो तेज थियो, 32 लक्षणले युक्त थिइन्, पद्म पत्र जस्ता आँखा थिए, बिहानको कलिलो घाम जस्तो रूप थियो। पुरोहित, वशिष्ठ आदि ऋषिहरू र ज्योतिषीहरूले उनको नाम सती देवी राखे। यसै गरी दक्षका अरू 33 कोटी छोरीहरू जन्मे। बिस्तार बिस्तार कन्याहरू पूर्णिमाको चन्द्रमा झैं हल्लक्क बढे। हे कुमार, दक्ष प्रजापतिका 33 कोटी कन्या देवताहरूले विवाह गरे भन्ने सुन्दछु। त्यो कसरी गरे? आज्ञा होस् कुमार। हे अगस्त्य मुनि, एक दिन स्वर्गका सम्पूर्ण देवता, ऋषि, यक्ष, गन्धर्व, किन्नर, अष्टवसु, 10 दिक्पाल आदि बसी सभा गरे। हे देवता, आज मैले यसरी सबै मिलेर सभा गर्न किन बोलाएको भने हामी 33 कोटी देवताको बिहे भएको छ। दक्ष प्रजापतिका 33 कोटी कन्या छन्। हामी दक्ष प्रजापतिकै कन्याहरू बिहे गर्छौँ। कसो हुन्न त? कसो गन्धर्व? कुरा एकदम मनासी भएको छ। हामीलाई 33 कोटी नै कन्याको आवश्यकता थियो, त्यहाँ पनि 33 कोटी कन्या छन्। बरु कन्या माग्नु चाहिँ दक्ष प्रजापति कसलाई पठाउने होला?
यस्तो काममा योग्य व्यक्ति केवल नारद बाहेक अरू को हुन सक्छ? त्यसकारण आज हामी नारदजीको आराधना गरौँ। हे देवताहरू, तपाईहरूले आज मेरो नाम कति कामले लिन पर्ने? तपाईहरूलाई मेरो के सहयोग चाहियो? हे नारद मुनि, तपाईँ दक्ष प्रजापति कहाँ जानु पर्यो। त्यहाँ गएर उनका 33 कोटी कन्या हाम्रो लागि जसरी भए पनि मागिदिनु पर्यो। नारायण नारायण नारायण। छोरी हो, तिमीहरू 33 कोटी छोरीका आमा बन्न पाउँदा मलाई गौरव लागेको छ। आज म तिमीहरूसँग एउटी आमाको हृदय ओछ्याउन चाहन्छु। जोसुकै पनि बाबुआमाको हृदय आफ्ना छोराछोरीको भविष्य राम्रो होस् भन्ने चाहन्छ। तिमीहरूको भविष्यप्रति हामीलाई चिन्ता छ। तिमीहरूलाई 33 कोटी देवताहरूसँग विवाह गराउन पाए। नारायण नारायण नारायण। ओहो, 33 कोटी कन्याका साथमा दक्ष प्रजापति र बिरणीलाई देख्न पाउँदा साह्रै खुसी लाग्यो। ल भन्नुहोस्, कुशल मङ्गल? आरामै छौ मुनिवर। आज कहाँबाट पाल्नु भयो मुनिवर? कुशल हुनुहुन्छ? के कामको निम्ति पाउ कष्ट गर्नुभयो मुनिवर? आज्ञा होस्। हे दक्ष प्रजापति, आज 33 कोटी देवताहरूको एउटा सभा बसेको थियो। के काम रहेछ मुनिवर? आज्ञा होस् मुनिवर। अरू के काम हुन्थ्यो र? तपाईहरूका 33 कोटी कन्याहरू छन्। ती कन्याहरू 33 कोटी देवताहरूलाई दिनु योग्य छ। त्यसैले दिनुहुन्छ कि भनेर। नारायण नारायण नारायण। यो हाम्रो अभाग्य हो मुनिवर। असल कुरा गर्नुभयो। म कृत्य भए बिरेली। हाम्रो अभाग्य भयो मुनिवर। देवताहरूलाई छोरी दिन पाउने हामी धन्य रहेछौँ मुनिवर। हाम्रा 33 कोटी कन्याहरू तपाईका वचनले देवताहरूलाई दिऊ मुनिवर। दियौ मुनिवर। जुनलाई भन्नुहुन्छ, जुन दिन भन्नुहुन्छ, मलाई मन्जुर छ मुनिवर। तर एक सती देवीलाई भने दिन सक्दिन, किनभने मेरा छोरा छैन मुनिवर। अब तपाईँ पाल्नु भए देवताहरूसित सल्लाह गरी विवाहको दिन साँढे ठहराई पठाउनुहोस् मुनिवर। बरु छिट्टै होस् मुनिवर। नारायण नारायण नारायण। धन्य बिरणी, धन्य दक्ष प्रजापति, तपाईँहरू दुवै धन्य हुनुहुन्छ। यथा समयमा लग्न जुर्नेछ। ल अहिलेलाई म गाएँ पनि। नारायण नारायण नारायण। इस प्रकार हे अगस्त्य मुनि, नारद मुनिले 33 कोटी देवता कहाँ दक्ष प्रजापतिले भनेका सबै कुरा बताएपछि 33 कोटी देवताहरू 33 कोटी कन्याहरू कन्यादान दिन गए। धुमधामले वेद ध्वनिका आवाजहरू गुन्जायमान हुन थाले। ओम
शिवाय नमः। ओम गणनान्ता गणपति गुं हवामय प्रियनान्ता प्रियपति गुं हवामय। ओम गणपतये नमः। ओम सूर्याय नमः। ओम ब्रह्मणे नमः। ओम विष्णवे नमः। ओम रुद्राय नमः। ओम नंदिने नमः। ओम वरुणाय नमः। ओम वायवे नमः। ओम देवाय नमः। ओम ज्येष्ठे नमः। नन्दी, आज कैलाशमा नन्दी किन कराए? कहाँ के भयो? को देवताहरू? यी देवताहरू कस्ता छट्टु रहेछन्। मसँग एक वचन पनि नसोधी मलाई मात्र बाहेक गरी कन्यादान लिएका। म यत्रो कैलाशको अधिपति छु। मेरी पनि त पत्नी छैनन्। अब मलाई कसले कन्यादान देला? अब मलाई कसले कन्यादान देला? कसले कन्यादान देला? मलाई कसले कन्यादान देला? नारायण नारायण नारायण। कैलाशपति शिव शंकर भोलेनाथ की जय। चराचर जगत का जगदीश्वर स्वामी महादेव की जय। नारद, तिमी के भन्न आयो? हे भगवान, 33 कोटी देवताहरूले दक्ष प्रजापतिका 33 कोटी कन्याहरू विवाह गरी लगे। ध्यान दृष्टि दिनुहोस् प्रभु, ध्यान दृष्टि दिनुहोस्। हुन्छ नारद, तिमी जाऊ, म दृष्टि ध्यान दिन्छु। जो आज्ञा प्रभु। नारायण नारायण हो नन्दी, तिमीले कराउनै पर्दैन। मैले दृष्टि ध्यान लगाई हेरे। दक्ष प्रजापतिकी 33 कोटी कन्यामा सबैभन्दा जेठी छोरी सती देवी बाँकी रहेछन्। देवताहरूले मेरो लागि मर्यादा राखेका रहेछन्। ती कन्या माग्न दक्ष प्रजापति कहाँ कसलाई पठाउँ? यतिखेर म कसलाई पठाउँ? ठिकै छ, म आफै जान्छु। देवताहरूका साथमा छोरीहरूलाई विदाई गर्न पाउँदा आज मलाई साह्रै हर्ष लागिरहेछ स्वामी। सबैलाई छोरी विदाई गर्न तनिको लाग्छ, तर हामीलाई यस्तो भएन। हो प्रिय, मलाई पनि त्यस्तै आभास भइरहेको छ। प्रिय, हेर त, त्यो आएको महादेव हो। के भन्न आयो होला त्यो आज? ए हो त, घर मुनि आइसकेका रहेछन्। केही कुरा होला र त आए होला, सोध्नुहोस् न। हे दक्ष प्रजापति, हे दक्ष प्रजापति। को महादेव, के भन्न आइस आज त?
माथि आज के भन्न आएको रहेछ त्यो? कहिले यसरी आएको थिएन। होला नि केही काम। हे दक्ष प्रजापति, आइपुगे। हे महादेव, यो रूपमा हात्तीको छाला बेरेर, बाघको छाला ओढेर, खरानीले जिउ रंगाएर के कामले आइस त? हे दक्ष प्रजापति, तिम्रो घरमा आउनुपर्ने मेरो अरू कुनै पनि खास काम थिएन। तिमीले कृपा गर्नाले 33 कोटी देवताहरूको उद्धार भयो। बाँकी सतीदेवी रहेकी छन्, उनको लागि म योग्य पनि छु। ती कन्या मलाई कृपा गर। के भनिस्? हे निर्लज्ज महादेव, मेरी छोरी सतीदेवी सर योग्य त कसरी हुन सक्छ? त कस्तो छ थाहा छ? तेरो अनुहार कस्तो छ? जिउभरि खरानी घसेर सर्पको गहना लगाउँछस्, बाघको छाला ओढेर नाङ्गै विष, भाङ र धतुरोको तालमा बरबराउँदै मसानमा बास बस्छस्। देख्दै अनुहार नपरेको यस्तो तैले मेरै अगाडि आई यस्तो कुरा गर्ने आँट कोबाट पाइस्? जा, निक्लिहाल। उठ उठ, ल उठ। किन राम्रै मुखले जा भने त गइहाल्छु। बडो मेरो छोरी सतीदेवी माग्न आउने? त्यति विधि अनादर नगरिदिएको भए पनि त कुनै राम्रैसँग जा भनिदिएको भए पनि भइहाल्थ्यो नि। जान्थ्यो राम्रो मुखले भनेर, देखा छैन ऊ यतातिर फर्कदै फतफताउँदै गएको? नदिने भए दिन्न भन्दा हुन्न थियो र? म त्यसै खोज्न जाने त थिइनँ नि त्यसकी छोरी। अब के गर्ने होला, कसो गर्ने होला, कता जाउँ? अब ती कन्या मलाई कसले पारिदिला, कसले पारिदिला ती कन्या? के विष्णुले यसमा मलाई सहयोग गर्न सक्छन्? पक्का मलाई विष्णुले सहयोग गर्छन्। विष्णुले मलाई यसमा सहयोग गर्छन्। अच्युतोद्धार कथा प्रसंग। रेडियो नाटक श्री स्वस्तानी महिमा तपाईलाई कस्तो लाग्यो? श्री स्वस्तानी परमेश्वरीले हामी सबैको मनोकामना पूर्ण गरून्। या श्वेत पद्मासना।